राज्यले चाहने हो भने सबै कुराहरू सम्भव छ भन्ने कुरा अहिले यो सुकुम्बासीहरूको समस्या समाधान गर्नको लागि राज्यले देखाएको तत्परता यसलाई अहिले देख्दाखेरि यो भत्काउने अथवा त्यहाँबाट हटाउने कुराहरू देखिए तापनि यो सुकुम्बासी समाधानको लागि गरिएको तत्परता हो। यसले राम्रो रिजल्ट ल्याउने चाहिँ देखियो। अब हामी यही नियम हो, यही कानुन हो, यही सबै नीति नियमको बिचमा रहेर हामीले 30औं वर्षदेखि यो समस्यालाई समस्याको रूपमा मात्रै देखिरहेका थियौँ। केही यति धेरै समस्या जगडिया थियो कि कसैले अब यो समाधानै गर्न सक्दैन कि जस्तो फिल भएको थियो हामीलाई पनि, हामी सहितलाई। तर हुँदो रहेछ नि त, राज्यले गर्दाखेरि यो समस्या समाधान पनि हुनेतर्फ त अगाडि बढ्यो नि। अब यिनीहरूको उचित व्यवस्थापन, जो असली सुकुम्बासी छन् तिनको पहिचान गरेर तिनलाई चाहिँ कसरी अब राज्यले जग्गा दिने अथवा रोजगारीमूलक कार्यक्रमहरूमा सामेल गर्ने लगायतका कुराहरू चाहिँ गर्यो भने त पछिसम्मको लागि समाधान भयो कि। अब यो घर जहाँ देखिराखिया छ, यो घरको मालिक देख्दाखेरि यतिसम्म मान्छे मूर्ख हुन्छ जस्तो चाहिँ मलाई लागेको थिएन। हामीले दुःख सुख गरेर कमाएको पैसा अब अलिकति 2 रुपियाँ पैसा खर्च गर्दाखेरि नि हामी 2 पटक सोच्छौँ। तर यहाँनिर चाहिँ के हो भने यत्रो यो करोडभन्दा बढीको घर बनाएको छ, तर उसले आफ्नो नाममा जग्गा छैन। अब सरकारी जग्गा हो, सुकुम्बासी बस्ती हो, सुकुम्बासीको बस्ती जहाँ बसिरहेछन् तिनमा चाहिँ कसरी समाधान गर्ने भनेर कुनै राज्यले नीति नियम बनाएको छैन, केही छैन। तर उसले यसो हेर्दाखेरि नै यत्रो राम्रो बिल्डिङ, त्यो बिल्डिङ ढलेको देख्दाखेरि नै एकदमै चित्त दुख्ने गरेर हाम्रो साधन स्रोत त सबै गयो नि, तर पनि मान्छेले बनाइदिइरहेछ कि। यस्तो मूर्ख पनि छौँ क्या।